तपाईँ 5 मिटरको के भने पहिला के हेर्नुपर्छ फर्स्टमा पुल र पिन फर्स्टमा के हेर्नुपर्छ अक्सिजन लेभल हेर्ने अक्सिजन लेभल त्यसपछि पुल द पिन अनि एम 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 म आगो त्यहाँ चाहिँ मैले पुल द एम र यहाँ स्क्र्याच गरेँ भने के हुन्छ काम गर्दैन काम गर्दैन त्यही भएर यो बिचबाट हान्यो भने हेर्नु यसरी हुत्तेर आउँछ त्यही भएर एट द बेस अफ द यस्तो बेसबाट गऱ्यो भने मात्रै हुन्छ नत्र बिचमा गऱ्यो भने निम्न खोज्दैन त्यो केही फरक पर्दैन राति अलिक घाँटी ठ्याक्क हुनु मात्रै हो यो चाहिँ क्याल्सियम कार्बोनेटले बनेको हुन्छ चुन ढुङ्गाले हुन्छ पानी भएको मात्रै तपाईँहरूको यो ग्यास तपाईँले नि आगो निभाउँदाखेरि कुन दिशामा जानु हावा चलेको विपरीत दिशातर्फ एउटा चाहिँ तपाईँहरूको जोसको लागि यो कहिलेकाहीँ हातले पनि निभाउन सकिन्छ औँलाले पनि यो निप्छ यो चाहिँ डर भगाउनुको लागि मात्रै किनभने कहिलेकाहीँ तपाईँहरूको यस्तो भइदिन्छ अगाडि अलिक उता बस्नु कति डिग्री चाहिने पड्किनुलाई 20 डिग्री घरमा यस्तो छ भने तपाईँले सबै रेगुलेटर अफ गरिदिनु भयो भने पुरै ठिक हो त्यसलाई केही फायर एक्सटिङ्ग्विसर चाहिँदैन अथवा केही पनि चाहिँदैन अनि अर्को त यो फायर एक्सटिङ्ग्विसर भइहाल्छ जति पानी हाल्यो नि त्यति पानी हालेर निम्नेवाला पनि छैन त्यो सिलिन्डरमा पनि सेम त्यही हो हामीले पानी हालेर निभाउन सक्छौँ सक्दैनौँ पानी हालेर निम्दैन घरमा रुमाल लुगा धुने रुमाल के भएर यस्तो भएको कन्डिसनमा तपाईँले हेर्दा डढायो भने यो टक्क लगाएर यो मिलाएर चाहिँ यसलाई गरेर यसलाई यसरी अफ गरिदिनु सक्छ त्यो गर्नु पनि डर लाग्यो भने तपाईँहरूले त्यसलाई राम्रोसँग निभाउन सक्नुहुन्छ तर कहिलेकाहीँ निम्दैन भत्ता आउँछ कहिलेकाहीँ निम्दैन यसलाई निभाउन झ्याप्पै चाहिन्छ यसको जालीहरू धेरै छन् अब यसलाई पनि निभाउने खासै पानी सानी के जानु यस्तो ब्ल्याङ्केटले हामीले यसरी छोप्यौँ भने यो त्यतिकै निप्छ हामीले अस्ति पढाइमा के पढ्यौँ त आगो 2 देखि कति जान्छ 4 देखि 8 कहिलेकाहीँ यस्तो पल्टिन्छ के गर्ने पल्टिँदाखेरि के गर्ने मिलाउने यसलाई यो यहाँबाटै अफ गरिने हुन्छ नभए यो रबर बोल्यो जस्तै ग्यास स्टोभहरूमा आगो बाल्दाखेरि त्यहाँ बल्छ यहाँ रेगुलेटर निभाउनु कता मान्छे झार्छ त्यो झर्दाखेरि के भन्छ आगो 2 देखि 4 8 हुन्छ यो कुन क्लास फायर
राशि पड्किनलाई कति मात्रा भन्दा बढी चाहिन्छ 200 रिकी अब युनिकर्नलाई पानीले भयो त भएन त्यसलाई के चाहिन्छ भयो जाऊ क्यामेरा ब्ल्याङ्केट हामी दुइटै पालिदिन्छौँ एउटा ब्ल्याङ्केटिङ मेथडबाट एउटा फिङ्गरिङ मेथडबाट पनि हामीले मिलायौँ त्यसमा अनि एउटा फायर एक्सटिङ्ग्विसर हामीले युज गऱ्यौँ अब सबै टोलीको कमान्डरहरू आएर चाहिँ जे मैले गरेको छु त्यो तपाईँहरूले त्यही पर्फर्म गर्नु ल गरौँ